यो चाहिँ यू शेपको हेभी सोफा। अब यो एकजना सुत्न पनि मिल्ने बेडको काम पनि गर्छ यो। बेडको काम पनि गर्छ बेडकम सोफा हो यो। एकदम हेभीमा एकदम बाक्लो फेब्रिकमा यो तपाईको पुस्न मिल्ने। पुस्न मिल्ने सोइड फेब्रिकमा बनाएको छ। एकदम राम्रो एकदम हेभी। यो कस्टमरको चोइस अनुसार बनाएको अर्डरकै सोफा हो। एकदम राम्रो हो। अब यसमा यो टी टेबलमा सिसा बस्छ यसमा। यहाँ सिसा बस्छ माथि 10 mm को ब्ल्याक सिसा बस्छ। एकदम राम्रो छ। यसको जुन सेफ पनि एकदम त्यो जुन यो कस्टमरको घरको साइज मेजरमेन्ट गरेर बनाएको सोफा हो। यो चाहिँ कसैले मेरो घरको साइज यत्रो छ यतिलाई फिट हुने चाहियो भनेपछि तपाईले बनाइदिनु भयो। हजुर यो जानका लागि रेडी पनि हो सर। रेडी आज बेलुका जाँदैछ हैन। बेलुका जाँदैछ। हजुर यो उहाँहरुले त्यसो भने भन्दा पनि हामी उहाँहरुको घरको साइज घर भिजिट गरेर उहाँहरुको नापे आफैले नापे मेजरमेन्ट लिएर बनाएको तयार गरेर सोफा तयार गर्नुभयो। हजुर अब त्यस्तै गरी कसैको यो भिडियो हेरिसकेपछि मेरो नि घरको लागि यस्तै चाहिएको थियो भने कति दिनमा तपाईले तयार गरिदिनुहुन्छ? यो कस्टमरको आवश्यकता हुन्छ हजुर। यो अब एकदमै मलाई छिटो चाहिएको छ भन्यो नि 2 दिनमा पनि तयार हुन्छ सोफा हैन। अब मेरो टाइम छ 5-7 दिन लाएर बनाउनु भन्यो भने त्यसरी गरेर यदि कस्टमरलाई कतिको अझै मलाई अर्जेन्ट नै 2 दिनमै मेरो त्यस्तो केही छ चाहिएको छ भने पनि तपाईले गरिदिनु सक्नुहुन्छ। अब 2-5 दिन टाइम भयो भने त तपाईहरुलाई पनि राम्रै भयो। त्यसो छ कस्टमरलाई कतिको अर्जेन्ट छ भन्ने कुराले म्याटर गर्छ। कस्टमरलाई अर्जेन्ट छ भने हामी 2 दिनमा पनि तयार गरिदिन्छौँ। 2 दिनमा पनि तयार गरिदिन्छौँ। हजुर यो एकचोटी राखेपछि कति वर्ष ढुक्क हो सर? यसो यो त 15 वर्षको त हामी फर्म र काठहरुमा कपडामा त ग्यारेन्टी नै दिन्छौँ। 15 वर्षको ग्यारेन्टी नै तपाईको ग्यारेन्टी नै दिन्छौँ। यो त ढुक्कै छ यो। ढुक्क छ। यो पछि यसो छ म आफूलाई मन नपरेर कलर मन नपरेर मैलो भएर डिजाइन त्यति बेला ट्रेनहरुको चलेर चेन्ज गर्नु अलग कुरा हो। तर यो बिग्रेर चाहिँ चेन्ज गर्नु पर्दैन। बिग्रेर चाहिँ चेन्ज गर्नु पर्दैन। हजुर ढुक्कले अब कहिलेकाहीँ ट्रेनहरु अरू आउँदाखेरि मन नपर्न सक्छ। देख्दा खल्तीमा पैसा हुन्छ चेन्ज गर्न मन लाग्यो भने आफ्नो हिसाबले चेन्ज गर्न त्यो पाइने हाल्यो हैन। हजुर